खाना खान्छौँ र पनि हामी प्रफुल्लित हुँदैनौँ, हाम्रो खुसी हराएको छ। त्यही भएर आजबाट यो खुसी हराएको व्यक्तिको भिडमा तपाईँ हामी खुसी बाँड्ने व्यक्ति बनौँ र आफ्नो जिन्दगीलाई साँच्चै सुन्दर बनाउने व्यक्ति बनौँ। मान्छेको जिन्दगीमा सबभन्दा ठुलो कुरा बाँच्न पाउनु सौभाग्य हो, र केही राम्रो काम गर्नु अभाग्य हो। जिन्दगीमा केही नगर्नु सबभन्दा ठुलो सौभाग्य। त्यसकारण आउनुहोस् केही गरौँ यो समाजको लागि, केही गरौँ आफू र आफ्नो परिवारको लागि, केही गरौँ देश र जनताको लागि। वास्तवमा हामी पनि त राष्ट्र सेवक हुँदैन। हामीले बिमा कस्तो गराएका छौँ? के हामीले भैँसीहरूको बथानमा गएर बिमा योजना बनाएका छौँ? के हामी मनाङ मुस्ताङमा पालिएका ती च्याङ्ग्रा र भेडाहरूको बिचमा गएर बिमा योजना बताउँछौँ? बताउँदैनौँ। हामी कसलाई यिनै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई बिमा गरौँ भन्ने काम गरिरहेका छौँ भनेपछि हामी पनि राष्ट्र सेवक, हामीले पनि राष्ट्र सेवा गरिरहेका छौँ। हामीले राम्रा व्यक्तिहरूलाई बिमा गराइदिँदै गर्दा देशको अर्थतन्त्रमा त्यो पुँजी चलायमान भएको छ। त्यो पुँजीले धेरैलाई रोजगारी सृजना गरेको छ। त्यहाँबाट 2 पैसा आर्जन गर्दा राज्यलाई ट्याक्स तिरेका छौँ। तपाईँ हामीले इन्डाइरेक्टली भन्नुपर्दा यो अर्थतन्त्र चलाउने काम तपाईँ हामीले गरिरहेका छौँ। जब हामी 50,000 1 लाख रुपियाँ कमाउँछौँ के हामी खल्तीमा लाग्छौँ? न, मन परेको कपडा किन्छौँ, 2000 रुपियाँ कपडा पसलेलाई दिउँला, केही चामल रासनलाई दिउँला, बच्चाको फी तिरौला, अस्पताल या क्लिनिकमा गएर स्वास्थ्य सेवा दिउँला, सुन पसलमा फेरि छोरी मान्छेहरूको त फेरि अर्कै छ। छोरा मान्छे र छोरी मान्छे हेर्नुहोस् कति फरक छ। छोरा मान्छेले अलिकति पैसा कमाउनुपर्छ, छोरा मान्छे तारेको, भुटेको, चिसो, तातो, 9 सिङ्गेको खोजीमा आउँछ। 9 सिङ्गे पत्नी बुझ्नु, 9 सिङ्गे। छोरी मान्छेसँग अलिकति पैसा हुनुपर्छ, उनलाई तातो चाहिँदैन, चिसो पनि चाहिँदैन। आफै बुझ्नुभयो होला, सरले बुझ्नुभयो होला, जेन्टलम्यानले चिसो चाहिँदैन, तातो पानी हालेर खाने चाहिँदैन, 9 सिङ्गे पनि चाहिँदैन, तारेको भुटेको पनि चाहिँदैन। बरु उहाँहरूलाई 9 सिङ्गेको सट्टा 9 नै चाहिन्छ, तर 9 केजी चाहिन्छ, 9 केजी। त्यसैले म त भन्छु तपाईँ पुरुष दाजुभाइहरूले जसले एजेन्सी कोडबाट जति कमाउनुहुन्छ 20% आफू राख्नुहोस्, 80% श्रीमतीलाई दिनुहोस्, ताकि श्रीमतीज्यूहरूले चाहिँ भविष्यको लागि तपाईँलाई सुन जोडेर हुन्छ कि चाँदी जोडेर हुन्छ कि तपाईँको घरमा साँच्चै लक्ष्मी भित्राउने काम गर्छन्। तपाईँ हामी बस एक दिन लक्ष्मी पूजा गर्छौँ होला, तपाईँ हामी एक दिन लक्ष्मी पूजा गर्छौँ होला, तर छोरी मान्छेको हातमा भन्नुभयो भने 365 दिन लक्ष्मी पूजा चलिरहन्छ। त्यही भएर छोरी मान्छेलाई त्यसै लक्ष्मी भनेको हो। त्यसकारण आजबाट यी लक्ष्मी माताहरूले अरूले कमाएर ल्याएको चिजमा त त्यति जग्गामा गर्न सक्ने क्षमता राख्नुहुन्छ भने आफैले कमाउनुहोस्, तपाईँको परिवारमा साह्रै समृद्धि आउँछ र जीवनलाई साँच्चै व्यवस्थित गर्न पाइन्छ। हेर्नुहोस्, जन्मेपछि यति मर्नुपर्छ त्यो निश्चित छ, कहिले मर्ने त्यो अनिश्चित छ। मर्नु अगाडि चाहियो भने हामीले केही गर्न सक्छौँ, त्यही भएर केही गरेर मात्रै मर है, होइन भने चाहिँ मान्छेको जिन्दगी प्राकृतिक छ। त्यसैले मान्छेको जिन्दगी प्राकृतिक नबनोस् भन्नका लागि आजबाट सेल्फ गाइडेड मेन्टालिटीको साथमा अगाडि बढ्नुहोस्। र दिमागले अपिल के हो भने सोचेको कुरा पुरा हुन्छ। बस ठुलो चिज पाउनु छ भने ठुलै सोचको विकास गर्नुहोस्। डोनाल्डले भन्नुभएको थियो, म आर्थिक रूपमा स्वतन्त्र बन्न चाहन्थे, सो चिज प्राप्त गर्न सफल भएँ। म संसारको शक्तिशाली देशको शक्तिशाली व्यक्ति बन्न चाहन्थे, त्यो पनि पुरा गरेँ। त्यो पनि एक कार्यकाल भयो, अहिले दोस्रो कार्यकाल पुरा गर्दै हुनुहुन्छ। उहाँले पनि जीवनमा पहिले सोच्नु भएको थियो, पछि प्राप्त भयो। त्यही भएर सोचेको कुरा पुरा हुँदो रहेछ। त्यही भएर सफल हुने मान्छेहरूले कोही सोच्दा रहेछ। तपाईँलाई थाहा छ एन्ड्रु कार्नेगी भन्ने व्यक्ति जिन्दगीको 37 वर्षको उमेरसम्म गरिबीको जिन्दगी बाँच्नु भएको थियो। एक दिन त श्रीमतीले टाउको ठोक्दै गरेको देख्नु भएछ, भित्तामा गएर सोध्नु भएछ, किन टाउको ठोकेको, के भयो, कस्तो गरिबसँग आएछ, मेरो जिन्दगी बर्बाद भयो। आमा बुवाले दिएकासँग गएको भए त घर थियो, सुख सुविधा थियो, लाउन खानाको चिन्ता थिएन, कस्तो भिखारीसँग आएछु, आफ्नै बुद्धि उस्तो भनेर भित्तामा टाउको ठोक्दै रहेछ। एन्ड्रु कार्नेगी झसङ्ग भयो, मैले लभ म्यारेज गरेर ल्याएको मेरो श्रीमती आज बर्बाद भई भनिरहेकी छिन्, मेरो गरिबीको कारणले भएन, आजबाट केही गर्छु। आफूले लगाएको एउटा राम्रो घडी रहेछ, त्यही घडी लिएर गए, नजिकको साउ महाजनलाई गएर देखाए, यो घडी तपाईँ राख्नुहोस्, मलाई केही पैसा दिनुहोस्, कति आउँछ यसो हेरेँ। त्यो बेला
साइको 5 या यस्तै एसएनजी कुनै ब्रान्डको घडी धेरै अघिको नाम यसको $4 जति आउँछ दिनुहोस् त्यति दिनुहोस् यो घडी तपाईँ आउँछ $4 लिएर आए र त्यही $4 बजारमा लगे र $4 आउने केही खुदरा सामान किनेर ल्याए आफ्नै घर अगाडिको सडक पेटीमा एउटा यसो कार्पेट पछ्याए र प्लास्टिक पछ्याए र एउटा नाङ्गो पसल जस्तो सानो फुलपाती पसल सुरु गरे उनको ध्यान के थियो भने $4 मा ल्याएका सामानबाट $8 बनाउने कसरी जब 8 बन्यो 8कै सामान किन्थे ल्याएर बेच्थे 16 बनाउँथे 16कै सामान हाल्थे 32 बनाउँथे 32कै सामान किन्थे 64 बनाउँथे आफ्नो धनलाई ज्यामितीय दरमा 2 बाट 4 4 बाट 8 बढाउँदै गरेका उनले व्यापार सुरु गरेको 27 वर्ष पछाडि पनि संसारले धनी मलाई एउटा कुरा सोध्न मन छ एन्ड्रु कार्नेगी श्रीमतीज्यूलाई भन्दा यही धरतीमा फेरि हुनु न काहीँ लेख पढ्नु भएछ भने मलाई बताइदिनु होला है सदस्यमा नोट पनि गर्नु होला गरीब हुँदा त कसको भिखारीसँग आएछ भनेर टाउको ठोक्दै थिए संसारकै धनी व्यक्ति हुँदा आफ्नो श्रीमती के गर्ने गर्न चाहन्छ त्यही भएर श्रीमानको गरिबीसँग मजाक गर्ने श्रीमानको गरिबीलाई साथ दिएर सम्पूर्णता पठाउनु गरिबी पनि स्थायी होइन त्यही भएर आज गरिब छ भनेर कसैलाई अपमान नगर्नुहोस् कसैलाई हेला गर्ने काम नगर्नुहोस् गरिबी पनि मान्छेको अस्थायी हो र सम्पूर्णता पनि मान्छेको जीवनमा अस्थायी हो हेर्नुहोस् कुनै बेला हामीले देखेका अरबपति भुँगेका मान्छेहरू आज सबै चिज सकाएर सबै चिज सकियो आज मानिसहरूसँग बाहिर भन्न सकेका छैनन् तर 2-4 पैसा कसैले दिए पनि मेरो परिवार चल्दैन भनेर चन्दा माग्नु पर्ने अवस्था यहीँ पोखरा सिटीमै आयो जेएनजी आन्दोलन गर्यो फेरि पनि त्यो परिवारप्रति गहिरो सहानुभूति र सहयोग हामीले गरिरहेका छौँ र त्यो परिवारले चाँडै हिजोको भन्दा अझै राम्रो प्रगति गरोस् हामी त्यो चाहन्छौँ र त्यो साथ र त्यो हौसला दिन्छौँ यहाँबाट हामीले के सिक्न सक्छौँ भने आजको सम्पूर्णता सधैँ स्थायी हुँदो रहेको छ र आजको गरिबी पनि सधैँको गरिबी भइरहेको छ त्यसैले आउनु सम्हालेर जीवनमा अगाडि बढ्नुहोस् कुनै बेला 65 वर्षको उमेरमा पोखरीमा हाम फालेर सुसाइड गर्छु भनेर गएका व्यक्ति भन्न पोखरी सुकेको बेला परेछ कम्मर पनि आएछ पानी डुब्न गएका पनि डुब्दै फर्केर आए ढिलाउने भयो जिन्दगीभरि रेस्टुरेन्टमा काम गरेका खाना पकाउने एउटा वेटरको र एउटा रेस्टुरेन्टको काम गरेका पनि जब पोखरीको बाहिरपट्टि निस्के र हिला कपडा घाममा सुकाउने क्रममा त्यही घाममा लट्ठ भएर सोच्न थालेछन् खालि दिमागमा चिकन पकाएको मात्रै याद आउँदो रहेछ प्रसङ्ग भएछन् ओहो म जो चिकनको रेसिपी चाहिँ राम्रो पकाउने व्यक्ति हुँ अब यही कामबाट जिन्दगीलाई सम्पन्नतातर्फ लान्छु भनेर 65 वर्षको उमेरबाट चिकन पकाएर बेच्न थालेका पोलो एल्सान्ड्रेस एक दिन 88 वर्षको उमेरमा उनी संसारकै धनी व्यक्ति भए अर्थात् जिन्दगीदेखि नैराश्यता उत्पन्न भएका व्यक्ति पनि सम्पन्नताको शिखरमा पुगेका छन् एउटा सत्य कुरा के हो भने नि यति कुरा बुझ्नुहोस् न त मान्छे आज पनि सम्पन्नता खोज्न ज्योतिष कहाँ जान्छ ज्योतिष कहाँ गएर आउँछ हस्तरेखा देखाउने हुन्छ ज्योतिष बा मेरो जीवनमा सुख शान्ति समृद्धि कति लेखिएको छ हेरिदिनुहोस् न भनेर अहिले पनि हामी हस्तरेखा देखाउन ज्योतिष कहाँ गइरहेका छौँ मेरो भनाइले ज्योतिषहरूलाई कति पनि असर नपरोस् तर ज्योतिष कहाँ जाने मान्छेले चाहिँ यति कुरा बुझिदिउँ कि जब हामी आमाको गर्भमा थियौँ आमाको गर्भमा मान्छेको बच्चा बन्ने क्रममा यहाँलाई पनि थाहै होला सबभन्दा पहिले औँला बन्छ हत्केलो पछि बन्छ औँला पहिले बन्नु र हत्केलो पनि पछि बन्नुको एउटै अर्थ के हो भने बास नम्रा ठाउनुहोस् असल कर्म गर्नुहोस् भाग्य आफ्नै सकिन्छ कर्म गर्नुहोस् आज गरेको असल कर्मले एक दिन तपाईँलाई खुसी मिल्छ सन्तुष्टि मिल्छ त्यसैले साथीहरू आजबाट एजेन्सी साथीहरूले गरिबी त्याग्ने प्रण गर्नुहोस् है गरिबी भनेको के हो भने लाउरा र खानाको अभावमा नै गरिबी होइन यति भए पुगिहाल्छ नि भन्नु पनि गरिबी के त भोलि हाम्रै जीवनमा अनेकौँ समस्याहरू त आउने हो कि त्यसका यतिले पुगिहाल्छ भन्ने सोच्ने पनि मान्छेलाई साँच्चै गरिबीमै राख्छ सम्पन्नता लाग्दैन लाउन र खानाको कमी कसलाई छ मलाई लाग्छ तपाईँहरूले सानीमा रिलायन्समा कामै नगरे पनि दाल रोटी खान पुग्छ तर यहाँ काम गर्नुभयो भने यति हो 2 देखि 4 वर्षमा भनेको जस्तो लाइफ जिउन सक्नुहुन्छ त्यसका लागि चाहिँ अरू कुरा छोडेर भए पनि
जिन्दगीमा 2 देखि 4 वर्ष यसरी मेहनत गर्नुहोस् ताकि 2-4 वर्ष गरेको मेहनतले बाँकी रहेको जिन्दगी चाहिँ साँच्चै सम्पन्नताको जिन्दगी जिउन सकोस्। हो त्यसका लागि आजबाट बहानाबाजी र अल्छीपना त्याग्नुहोस्, यस र आराम त्याग्नुहोस्, चाडबाड र त्यसको रमाइलो त्याग्नुहोस्, बिस्ताराको न्यानोपन त्याग्नुहोस् र कहिलेकाहीँ त पऱ्यो भने परिवारको माया र ममता पनि त्याग्नुहोस्। तर परिवारको माया र ममता त्याग्नुको अर्थ श्रीमान श्रीमतीप्रति जवाबदेही नहुनुहोस् भनेको होइन। मानव मामा घर सेन्टरमा छ, भन्नुहोस् श्रीमतीज्यूलाई, प्रिय मेरो बुढो मामनी घर छ, त्यहाँ मामाहरू हुनुहुन्छ, उहाँलाई पनि त बिमा त गराउनु पर्यो नि। 2 दिनको लागि प्लिज घर व्यवहार तिमी सम्हाल, म लागेँ गल्याङतर्फ, लाग्नुहोस् गल्याङतर्फ, जानुहोस् मामा घरमा बस्नुहोस्, बिमाकै कुरा गर्नुहोस्, मामाकै खान्ती खानुहोस्, भान्जाकै हैसियतमा बस्नुहोस्, अनि मामाको बिमा गरेपछि फेरि भन्नुहोस् मामा हजुरका मिल्ने 4 जना साथी चाहिँ मलाई भेटाइदिनुहोस् मामा, अर्को दिन पनि त्यहीँ बस्नुहोस्। मामाका मिल्ने 4 जना साथीलाई भेट्नुहोस्। अनि एउटा कुरा चाहिँ के हो भने प्लिज जेन्टलमेन, जब बिमा गराउनुहुन्छ र जब कम्पनीबाट बिमाको इन्सेन्टिभ आउँछ, अर्थात् शुद्ध भाषामा भन्नुपर्दा बिमा गराएबाट एउटा एजेन्सीले प्राप्त गर्ने कमिसन टक्क आउँछ नि खातामा, बस त्यो कमिसनको चाहिँ 20% आफू राख्नुहोस्, 80% श्रीमतीलाई दिनुहोस्। अनि हेलो म्याडमहरू, हजुरहरूले पनि के गर्ने भने जब कमिसन आउँछ हजुरहरूले पनि 80% चाहिँ आफै राख्ने, तर 20% चाहिँ श्रीमानज्यूलाई पनि के भन्ने भने राजा हजुरले लगाइदिएको यो सिन्दुर हेर्नुहोस् त कति उज्यालो छ, हजुर हुनुहुन्छ र त यो सौभाग्य टल्किएको छ। अस्ति 30 लाख एउटा गीत आयो, तिमी छौरा त यो के छ सिन्दुर छ, सिन्दुरको अर्थ छ। राजा हजुरको खाता नम्बर बिर्स्यो भने त हजुरलाई पुग्ने छ होला, तैपनि हजुरको खाता नम्बर बिर्स्यो भनेर ट्याक्क 1 लाख रुपियाँ कमिसन आएको छ भने 20,000 रुपियाँ ट्याक्क ट्रान्सफर गरिदिनुहोस् त। हिजोसम्म कहाँ लाग्यो, किन जाने दुलेगौडा, किन जाने दमौली, नजाऊ भन्नेहरू अब त श्रीमान के भन्छन्, नानी प्रिय अनि जाऊ न गोर्खामा सानीमाको भाषा होइन त। गोर्खा त श्रीमानले के बुझ्छन् भने हिजो दमौली जाँदा 20,000 आयो, गोर्खा जाँदा फेरि अर्को 20 आउने हो कि जाऊ न बस कानिसकेको कतिलाई भन्छन् परिवारको बाध्यतासँग त टाढा जाने सकिने तरिका जानुपर्छ। अनि श्रीमतीज्यूले पनि अघिसम्म श्रीमानलाई कहाँ जान लाग्यो, कोसँग जाने, खै भिडियो कल बुझ्नुभएको ट्याक्क 80,000 खातामा हालिदिनुहोस्। श्रीमतीज्यूले गलाइबाट घर आउनु होइन कि पाउपा जानुहोस् न तानसेन उतै पठाउँछिन्, किनभने मलाई अर्को 80,000 चाहिएको छ। त्यसरी हुन्छ क्या काम, हजुर त्यसरी हुन्छ काम, मिलेर गर्नु पऱ्यो, खुसी भएर गर्नु पऱ्यो, यति तरिका जान्नु पऱ्यो। र अन्तिममा 2 अक्षरको खुसी, 2.5 अक्षरको भाग्य, 3 अक्षरको नियति, 3.5 अक्षरको लेखान्त, यही 4 अक्षरको मेहनतले बनाइदिन्छ। त्यही भएर मेहनत गर्नुहोस्, खुसी पर्छ, मेहनत गर्नुहोस्, सुखी जीवन